कृतज्ञता। खोलाको दुई किनारमा आँपका दुईटा बोट थिए। आँप फल्ने मौसममा दुवै बोटमा लटरम्म आँप फल्थ्यो। बोटमा आँप हुँदासम्म बिहानदेखि साँझसम्म केटाकेटी, तन्नेरी र बुढाबुढीहरू पनि बोटमुनि झुम्मिरहन्थे। कोही झोला बोकेर रुख चढ्थे र पाकेको नपाकेको आँप छानी छानी टिप्थे। तर धेरैजसो मानिसहरू बगरका ढुङ्गा र दाउराको झटारोले हानेर आँप झार्थे। यसरी आँप झार्दा पाकेको भन्दा पनि काँचा रस नपसेका बिबिरा आँप धेरै खेर जान्थे। गुलियो फल दिने गुनिलो आँपको बोटलाई ढुङ्गा र झटारोले हानेर हाँगा भाँचिदिने, काँचा आँप खेर फालिदिने मानिसहरूको यस्तो व्यवहार देखेर दुवै बोटहरू दुखी हुन्थे। तर उनीहरू लाचार थिए। एक साल पश्चिम किनाराको बोटले साह्रै दिक्क भएर पूर्वी किनाराको बोटसँग गुनासो पोख्दै भन्यो, यस्तो मिठो फल फलाउने हामीलाई ढुङ्गा र झटारोले हानेर हामीमाथि मानिसहरूले साह्रै अन्याय गर्न थाले। अब हामी कि त फल्नै छाडौँ कि अमिलो फल मात्रै फलाऊँ। उसको कुरा सुनेर पूर्वी बोटले भन्यो, हेर भाइ, आँप फलाउनु हाम्रो धर्म हो। मिठो गुलियो आँप फलाउने हाम्रो गुणलाई किन व्यर्थमा खेर फाल्ने। जहाँसम्म ढुङ्गा र झटारो हानेर दुःख दिने कुरा छ, त्यो आआफ्नो स्वभाव र गुण धर्म हो। मलाई त मानिसहरू मेरो छहारीमा बसेर आँप चुसी चुसी, हात चाटी चाटी खाएको देख्दा बडो आनन्द लाग्छ। उनीहरूले आँप टिप्न हानेको झटारो मलाई आफ्नै केटाकेटीले साना साना पाइतलाले हानेर माया गरे जस्तो लाग्छ। दुई बोटको सल्लाह मिलेन। आँपको मौसम आएपछि दुवै बोटमा आँप फल्यो। पश्चिमको बोटमा पूर्वकोमा भन्दा थोरै फल्यो। आँप पाक्न थालेपछि मानिसहरू पश्चिमको बोटको आँप अमिलो भएको देखेर छक्कै परे। पूर्वी बोटको आँप भने पहिले जस्तै स्वादिलो थियो। मानिसहरू पूर्वी बोटमा झुम्मिएर ढुङ्गा र झटारो हानेको देखेर पश्चिमी बोटलाई आफूले थोरै र अमिलो आँप फलाएकोमा ठिकै गरेछु जस्तो लाग्यो। तर त्यो बोटमा कसैले किरा लागेको, कसैले आँखा लागेको त कसैले बोक्सी लागेको अड्कल गरेर उपचारको लागि थोत्रा पुराना जुत्ता, फुटेका हाँडी, थोत्रा लुगा त्यसका हाँगामा झुन्ड्याउन थाले। कसैले बोट मुनि झारपात र घुर बटुलेर
आगो बालेर खुर्सानी पोलेर धुवाए। आँपको बोट झन् दुखी भयो। केही दिनपछि वर्षाको मौसम सुरु भयो। बाढी आएर खोला निकै उर्लियो। दुवै बोटको फेदमा खोलाले हानेर बोट नै ढल्ने डर भयो। खोलामा पानी केही घटेपछि मानिसहरू खोलाको किनारमा आँपको बोट वरिपरि भेला भए। उनीहरूले तार जालीहरू ल्याए र पूर्वी आँपको बोटलाई जोगाउन बोटको वरिपरि जाली राखेर त्यसभित्र ढुङ्गा भरेर बोटलाई बाढीले बगाउन नसक्ने गरी बलियो बाँध बाँधे। अमिलो फल दिने पश्चिमतिरको बोटलाई कसैले पनि वास्ता गरेन।